युएसले भेनेजुएलाको प्रेसिडेन्ट निकोलस मादुरोलाई क्याप्चर गर्न यति डिटेल प्लान गरेको थियो कि सायद यो सुनेर तपाईँ छक्क पर्नुहुन्छ होला। केही महिना अगाडि नै खास युएसको इन्टेलिजेन्स एजेन्सी मेनली सिआइएले निकोलस मादुरोलाई एकदम नै नजिकबाट हेरिरहेको थिए। उनको हरेक मुभ हेर्न भेनेजुएलामा सिआइएको टिम पनि उतारिएको थियो भने यो टिम त्यहाँ एकदमै सुटुक्क भेष बदलेर बसिरहेको थियो। त्यति मात्र होइन, भेनेजुएलाकै सरकारको एकजना मान्छेलाई पनि यो प्लानमा संलग्न बनाएको थियो। भन्नाले मादुरोकै वरिपरि घुम्ने मान्छे खास युएसलाई इन्फर्मेसन सप्लाई गरिरहेको थियो। नाम नखुलेको यो भेनेजुएलाको सरकारको मान्छेले मादुरोको हरेक दिनको खबर युएसमा पठाउँथे, जस्तो कि मादुरो कति बेला उठ्छन्, कहाँ ट्राभल गर्छन्, के खान्छन्, कतिजना गार्डसँग हिँड्छन् र सेफ हाउसमा कसरी जान्छन्, यो सब इन्फर्मेसन युएसलाई सप्लाई भइरहेको थियो। र हिजो राति पनि कहाँ सुत्ने त्यो सब युएस इन्टेलिजेन्सले अलरेडी कन्फर्म गरिसकेको थियो। यो इन्फर्मेसन युज गरेर युएसले एउटा मादुरो बस्ने कम्पाउन्ड सेम टु सेम युएसमा पनि बनाएको थियो, जसमा हरेक ढोका, बाटो र प्यासेज जस्ताको तस्तै बनाइएको थियो। यो बनाइएको डुप्लिकेट कम्पाउन्डमा चाहिँ युएसको फोर्सले एन्ट्री कसरी गर्ने, मादुरोलाई कहाँ क्याप्चर गर्ने र कहाँबाट उनलाई हेलिकप्टरमा चढाएर युएसलाई नै यो सबै कुरा प्र्याक्टिस गरिएको थियो। यही सँगसँगै युएसले आफ्नो वारशिप्स, एयरक्राफ्ट र फोर्स पनि क्यारिबियन रिजनमा पोजिसन गरेको थियो। फाइनली क्रिसमसको केही ताम अगाडि ट्रम्पले यो मिसन अपरेसन एब्सोल्युट रिजल्भ लन्च गर्न अप्रुभल दिएका थिए भने वेदरको कारणले यो ढिला भएको थियो र हिजोको दिन वेदर पर्फेक्ट हुँदा युएसले स्ट्राइक गरेको थियो। यो स्ट्राइकमा 150वटा भन्दा बढी युएस एयरक्राफ्ट लन्च भएको थियो भने फाइटर जेट्स, बम्बर्स, सर्वेलेन्स प्लेन्स अनि हेलिकप्टर्स पनि डिप्लोय भएको थियो। यो सब गर्नु अगाडि युएसले साइबर वारफेयर ट्याक्टिक्स युज गरेर भेनेजुएलाको सिस्टमलाई डिस्टर्ब गरेर क्याराकासमा बिजुली पनि काटिदिएका थिए। त्यसपछि त युएसको डेल्टा फोर्सले प्लान र प्र्याक्टिस अनुसार मादुरो भएको कम्पाउन्डमा छिरेर उनीहरूलाई क्याप्चर गरेका थिए र ट्रम्पको अनुसार उनले यो सब कुरा टिभीमा लाइभ स्ट्रिम गरेर हेरिरहेका थिए।